guys, welcome back to my YouTube channel. तपाईलाई फेरि पनि मेरो यो च्यानलमा स्वागत छ। आजको मेरो नयाँ डेमा तपाईलाई एकदमै स्वागत छ। लेसेवारो सबैजनालाई गुड मर्निङ हो। अन्त अब अगाडि हेर्दै जानुस् के हुन्छ। मेरो साथी पनि आउँछु भन्दैछ, आउँछु भन्दै थियो हो। अब त्यसलाई पनि भेट्छु होला हो। हेर्दै गर्नु होला। बिजनबारी आइरहेको छु हो। मेरो भोइस कस्तो सुन्दैछ? मार्गी लागेर नि मलाई त्यस्तो लागेको। अहिले चाहिँ बिजनबारी आइरहेको छु होइन। यहाँनिर चाहिँ छ बहिनी, यहाँ आइज बहिनी हुनुहुन्छ। नमस्ते नमस्ते है। अलिअलि सपिङ गर्नुपर्ने छ हो। अन्त मलाई चाहिँ काम चाहिँ कहाँबाट सुरु गरौँ भयो साथीहरू? यहाँबाट सुरु गर्दा हुन्छ नि साथी। काम सक्यो हो। अझ यति बिग्न थियो कि देखा न। हामी चाहिँ ए फुपूले ब्याङ्क हेर्नु भन्दै थियो। ब्याङ्क खुल्ला रहेछ त है? म भन्नु पर्यो। नानाहरू चाहिँ एकदम के पो अरे लामो धेरै वर्ष बाद भेटेको नि त हो। अन्त यो जग्गाको नाम चाहिँ बिजनबारी, तर यो ब्रिजको नाम चाहिँ मलाई पनि थाहा छैन नि त हो। अन्त ल मेरो फोन आयो हो। अन्त यता चाहिँ नानाको चाहिँ पहिलाको क्लासमेट हो नि त हो। मैले चाहिँ मेरो साथी भेटेँ। हेलो गाइज है, अन्जना हो। अन्त भर्खर भ्लगिङ गर्ने चाहिँ ऊ बहिनी हो। अहिले चाहिँ हामी बिजनबारी चाहिँ एकछिन दुईजना कि हामी चारजना छु। बहिनी पनि छ हो। टाइम स्पेन्ड गरौँ भनेर चाहिँ यहाँ आइरहेको छु। अब अहिले चाहिँ म कन्टिन्यू गर्छु। ओइ कस्तो काली देख्यो त। काली देखिरहेको छैन। हामीले डरेर काली भएको छौँ। पुरा घाम लागेको थियो कि पुरा बडीले कहाँ छ भन्दैछ हो। म त चिन्दिनँ। ग्राउन्ड साइड ग्राउन्डको त्यहाँ छु। यहाँ मान्छे डाँडामा आइरहेको छु हो। हामीले चाहिँ यहीँ मात्रै आउँछ है भाइ। आएपछि चाहिँ हावा हराइ जान्छ। यस्तो ठन्डा आएको त। कस्तो छ त्यहाँ? बसिरहेको छु हो। उयो चाहिँ हो बिजनबारी डिग्री कलेज। नाना चाहिँ अहिले हो माल भइरहेको छ। यी देखाइदेऊ त नाना पैसा। फोटो खिच्नु हुँदैछ नि त नानाले हो। देख्नुभयो होला यी पैसा। गाइस हो अहिले हामी चाहिँ बिजनबारी आइरहेको छु। साथीहरू अब चाहिँ हामी यहाँबाट निस्किन आँटेको हो। अझ एकपल्ट फ्रेममा बाई बाई। अब कहिले भेटिन्छ हुन्छ है। दसैँ आयो के होला हेर न गाइस कपाल उडेको। यसो गर्दा गर्न एकपल्ट फेरि। तपाईँले के लानु भएको नाना कपालमा? हाइलाइट चाहिँ गरेको हो। सो गाइस अब अगाडिको भ्लग चाहिँ हेर्दै गर्नु होला के हुन्छ हो। अन्त बाइ द टाइटल र थम्बनेल तपाईँले थाहा पाइसक्नुभयो होला कि आज चाहिँ म नानाको घर जाँदैछु भनेर हो। सो अब अगाडि भिडियोमा के हुन्छ हेर्दै गर्नु होला। के भन्नु चाहिँ मेरो भ्लगमा के भन्नु लाइक प्रियङ्कालाई के भन्छ लाइक गरिदिनुहोस् होला। अनि हाम्रो भ्लग पनि के भन्छ त्यो एकदम भाइरल गरिदिनुहोस् होला होइन। पेन्ट भएको जस्तो भयो नि हो। गाइस अहिले चाहिँ के भन्छ मार्केटबाट चाहिँ आइसक्यो होइन। अब चाहिँ के अरे घर आइपुग्यौँ। यहाँ पे है हमारा सैंडी भाइ कस्तो मजा छ हमारा सैंडी। सल्लाबारीमा गाडीमा कस्तो गरेको छ गाडीमा। म तपाईँलाई भाइ देखाउँछु ल। भाइ
गरम छ है गाइस गरम भाइदेखि चाहिँ तर्सिन्छ नि अब भाइदेखि चाहिँ तर्सिन्छु है म खिच्छु नि यहाँ चाहिँ छ मेरो भाइ यहाँ हेर त हेलो भन न हेलो पत्ताउँदैन अब तिमीलाई म भन्दा ठुलो भाइ भन्छ म भन्दा सानो हो यङ ब्रदर हो चाहिँ हो परेला मिलाएर बसेको भर्खरै रातो भयो आँखा रातो त हुन्छ नि हुन्छ मैले चाहिँ भर्खर ट्रेडिङ गरिदिएको हो फुपूको भाइको बहिनीको मेरो फोका हेर गाइस अब चाहिँ खाना खान आँटेको सो म अब एकछिन भन्दा पनि अब भर्खर खाना खाएर बसिरहेको छु हो अन्त अब चाहिँ एकछिन फुपूसँग बात गर्छु त्यहाँपछि बात गरेर अब अहिले म चाहिँ नानाको घर जान्छु त भन्दैछु गाडी मिलेको छैन अब हेरौँ अब हेर्दै जानुहोस् के हुन्छ अहिले चाहिँ म रेडी भइरहेको छु होइन अन्त अब चाहिँ म जान आँटेको गाडी मिल्यो हो म चाहिँ उता नानाको घर जानु आँटेको होइन हेर्दै गर्नु अब म एकैचोटि भ्लग उता पुगेर नै बनाउँछु हो अब अगाडि हेर्दै गर्नु होला के हुन्छ मैले चाहिँ अहिले फिलहाल पर्खिरहेको छु त्यहाँपछि आएर चाहिँ म बाटोमा पनि भिडियो सुट गर्दिनँ हो अन्त त्यहाँपछि एकैचोटि म उता पुगेपछि मात्रै बनाउने छु हेर्दै गर्नु होला के नानाको घर आइपुगेको हो नाना चाहिँ छैन यता हेर त म घिनै लाग्दै देखिरहेको छु के हुन्छ जस्तो छ त्यस्तो नि त देखाउनु पर्छ त कपाल यसो गर त अहिले चाहिँ अब बात गर्दैछु अब अहिले एकछिनमा कन्टिन्यू गर्छु सो गाइस मेरो आजको भ्लग चाहिँ यहीँनिर एन्ड हुन्छ होइन अहिले चाहिँ गुड नाइट भइसकेको छ अनि थ्याङ्क्स फर वाचिङ माई भिडियो टिल द एन्ड थ्याङ्क्स फर वाचिङ माई भिडियो बाई बाई